र गाइस हेर्नु होला है आज संसारमा त्यसै भनेको त होइन रहेछ नि केटाभन्दा ज्यादा चाहिँ अब बोइसभन्दा ज्यादा चाहिँ लेडिज छ भन्छ नि संसारमा। यता म एउटा हिरोको 2टा गर्लफ्रेन्ड र सँगसँगैमा है म चाहिँ 32 केटाकोमा आज पनि सघाउनु छ। अब मेरो के मलाई सघाएको मैले छिन सकेको छुइनँ नि त। त्यो भएर चाहिँ अब के काम हुन्छ तपाईँहरूलाई पनि देखाउँछु है के गर्नुपर्ने केमा लाउँछ त्यसले काम। अन्त म तपाईँहरूलाई देखाउने छु है। सँगसँगैमा हाम्रोमा चाहिँ इस्कुसहरू चाहिँ यसरी फल्दैछ साथीहरू। तपाईँहरूको त्यसको घर पुगिसक्यो साथीहरू है। 32 केटाले यहाँ के खाँदैछ माटो चाहिँ रास्ने सिन्दैछ साथीहरू। 32 केटाले हान्दैछ। फ्रेम निस्किसकेको छ। अब यस्तो चडक्कै जान्छ यहाँबाट स्वाट्टै माथिबाट स्वाट्टै वाल हुन्छ वरिपरि निस्किसकेको छ है। यहाँ हेर्नु ल। अब भोलि चाहिँ एकदम माटोको रास बन्यो चाहिँ यो 1 मास्ताभन्दा ओभर निस्किसकेको छ। गहिरो यस्तो गइरहेछ र भोलि चाहिँ सोलिङ हुनेवाला छ है। सोलिङ दिनुपर्ने अरे यस्तो छ अपडेटहरू है। माटो ठेकै हुँदैछ। पहाड उमालिको पहाड त नगाउनु पर्ने हुन्छ यसरी एकछिन है। हाम्रो काम चाहिँ यस्तो हुन्छ। टन घाममा सुतिरहेको छ माकुरी स्टिङ खाँदै आइसक्रिम खाँदै यहाँ ओरिजिनल तेल निकाल्छ जिउहरू। त्यो तेल चाहिँ लगेर मसाज गरेर राम्रो हुन्छ राति। हामी बस्तीको केटाहरू चाहिँ यस्तो काम गरिन्छ। गलिँदैन त फेरि। 1 मास्ता 1 टिप्पर बेसी फ्यालिसक्यो। फाइनल लुक्स भन्नु पनि भएको छैन। भोलि अब वाल जोड्दा चाहिँ यसको कन्डिसन पनि खन्नुपर्छ है। यतिको अब दुःख सुख त मेरो यति भनेपछि त झन्डै कति फुट भित्ता त हो नि तल्लो साइड नाप्न। यता भाइले पनि सघाइरहेछ है। हाम्रो गाउँको भाइहरू चाहिँ एकदम काम गर्नेहरू छ नि त। यहाँ ढुङ्गा पन्चाइदिएको हेर्नु त ल। यहाँदेखि यता यत्रो ढुङ्गा पल्टाएर लगेर यो निकाल्दै थियो गलेर आएछ। माटोको रास हेर्नु ल। यस्तो छ। यतिको चाहिँ गरिसक्यौँ। टाइम भनेको 6 बज्यो होला है। अब भोलि हुन्छ यसमा वाल र तपाईँहरूलाई यस्तै गाउँ बस्तीको भिडियोहरू आइरहन्छ। लाइक कमेन्ट यसो कमेन्टहरू गरिदिनु होला है। हाम्रो काम कुरा कस्तो गर्दैछौँ अपडेट दिइरहनेछौँ हाम्रो गाउँ बस्तीको काम कुरामा अब है। र भोलि वालको अब वाल जोडाइ हुन्छ। भोलि कस्तो वाल जोडिन्छ देखाउनेछु तपाईँहरूलाई है। आजलाई भिडियो यति नै म चाहिँ राख्दैछु।